हङकङका मानिसहरूले आफूलाई चिनिया किन मान्दैनन्? यद्यपि हङकङ चीनकै भाग हो। यो सुरु भयो जब चीनले अफिम युद्ध हार्यो र हङकङ बेलायतलाई सुम्पियो। बेलायती शासनमा हङकङ गरिब माछा मार्ने गाउँबाट विश्वव्यापी वित्तीय केन्द्रमा परिणत भयो। सन् 1997मा फिर्ता गर्दा चीनले एक देश दुई प्रणालीको बाचा गर्यो र हङकङलाई 50 वर्षसम्म आफ्नो पुँजीवादी प्रणाली राख्न दिइयो, 2047 सम्म। त्यसैले आज हङकङसँग अझ आफ्नै पासपोर्ट, आफ्नै मुद्रा, आफ्नै भाषा छ। यहाँसम्म कि आफ्नै इन्टरनेट र कानुन पनि छन्, जुन कम्युनिस्ट चीनभन्दा पूर्ण रूपमा फरक छन्। त्यहाँका मानिसहरू क्यान्टोनिज बोल्छन्, म्यान्डरिन होइन। उनीहरू हङकङ डलर प्रयोग गर्छन्, युआन होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरू आफूलाई छुट्टै पहिचान भएको महसुस गर्छन्, जो दशकौँको पश्चिमी शासनले निर्माण गरेको हो।